In this video, you are going to see this man, this fucking addicted man in smoking, masturbating, prone addict, fucking man this. सो म चाहिँ अब यस्तो अब नेपालीमा भन्न सक्दिनँ होइन, त्यही भएर मैले चाहिँ इङ्ग्लिस शब्द युज गर्नुपर्ने भयो। तपाईँहरू मेरो हुलिया हेर्न सक्नुहुन्छ। हेर्दै डिप्रेस के भन्छ, डिप्रेस एडिक्टेड हुन्छ नि एउटा। म अब मेरो सपना ठुलो छ क्या, मेरो बडी सडी बनाउने यस्तो उस्तो गर्ने, तर म यो के भन्छ दुनियाँको माया मोहमा फसिरहेको छु। अनि एउटा कुरा चाहिँ के भन्दाखेरि म चाहिँ धेरै सफ्ट मान्छे रहेछु क्या। अब अहिले बुझ्दाखेरि हुन्छ नि, मतलब म इमोसनल के भन्छ, म मनले सोध्छु, दिमागले कहिले सोच्दिनँ। त्यही भएर जसलाई जो अब एकछिन स्क्रोल गर्ने फेसबुक गर्ने मन पग्लिहाल्छ। सो म चाहिँ अब आफ्नो के भन्छ ट्रान्जेक्सन के भन्छ त्यसलाई जस बदल्न चाहन्छु आफूलाई होइन। सो म चाहिँ यो भिडियोहरू बनाएर युट्युबमा हालिराख्छु। होप मैले गरिनँ भने यो भिडियो कहिले पनि आउने छैन। मतलब यो यतिकै यो के भन्छ यतिकै प्राइभेटमै भइरहेको छ। तर जिन्दगीमा केही कथम झुक्केर पनि म कुनै ठाउँमा पुगेँ अनि त्यसपछि केही गरेँ भने मतलब म कुनै पोडकास्ट नत्र इन्टरभ्यूबाट यो भिडियोहरू चाहिँ के भन्छ बुम निकाल्छु होइन। सो अहिलेलाई चाहिँ अब मैले जस्ट दिस फकिङ एडिक्टेड थिङहरूलाई चाहिँ म छोड्न सक्ने कुरामा गरिरहेको छु। सो म मास्टरबेट चाहिँ छोड्न सक्छु, तर एकैचोटि सिगरेटहरू चाहिँ छोड्न सक्दिनँ, किनभने एकैचोटि छोड्न म सक्दिनँ क्या। मैले धेरै ट्राई गरेको, 7 दिन नखाएर पनि सकिनँ, बिरामी भएँ, ज्वरो आयो, टाउको दुखो के भयो। म 7 दिनपछि फेरि खाइदिएपछि त्यही हो पारा होइन। दिनमा नभएको पनि अब अहिले त 3-4वटा खाँदैछु दिनमा, तर नर्मल्ली 10वटा जति गइहाल्छ काममा गएको बेला। म चाहिँ अहिले विदेशमा छु। सो म यो भिडियो चाहिँ अब आज नभएको पनि मैले 5 टाइम मास्टरबेट गरेर यो भिडियो बनाइरहेको छु होइन। जस्ट अब हुन्छ नि यो भिडियो आउट गर्न पनि ठुलै के भन्छ जिग्रा चाहिन्छ। सो म चाहिँ त्यो कुनै बेला कुनै ठाउँमा पुगेँ भने गर्न सक्छु, किनभने मैले युट्युबमा यति खोजेँ मान्छेको, कोही एडिक्टेड मान्छेहरू हुन्छ नि तिनीहरूको सुरुदेखि अन्तिमसम्म भिडियो बनाएको भनेर कसैको छैन क्या, कसैको छैन। मतलब बोलीमा छ सबैको छ, तर हो कि होइन के थाहा होइन। तर यो अनुहारलाई हेरेर भन्नु तपाईँले कि यो मान्छे कुनै एडिक्टेड छैन भनेर भन्न सक्नुहुन्न नि। सो म चाहिँ अब दूर गर्न चाहन्छु र मेरो यो डे 1 हो। डे 1मै अब आज डम्बल उचालेर यताउति गर्न म सक्दिनँ, किन भन्दा मेरो इनर्जी आज धेरै लस भइसकेको छ। डम्बल सम्बल सब छ मसँग, सब किनेर राखेको छु, 2 दिनको जोस हो। तर यसलाई धेरै दिनको गर्नुपर्छ। तर म यसलाई आज चाहिँ आफूलाई सेल्फ लभ, अब अरूतिरबाट सेल्फ लभ धेरै गरियो, तर म मास्टरबेसन प्रोनहरू नहेर्ने 2टा कुरा गर्न सक्छु आजदेखि। अहिलेसम्म चाहिँ अब एकछिन सोच चाहिँ छ, अब एकछिनमा के हुन्छ होइन। तर जेन्युन जे छ त्यही छ, म यो भिडियो बनाउँछु होइन, कि पछि युथलाई धेरै मोटिभेसन होस्। अनि त्यसपछि अब म चाहिँ अब आफ्नो के भन्छ अनि आफ्नो बोली पनि मेरो धेरै जिस्कालु छ क्या, जिस्के गर्ने, जोसँग पनि सिरियस नहुने। म चाहिँ अब ट्राई टु बी सिरियस क्या। अब म पनि कुनै जोक होइन, जसले पनि म जोक धेरै गर्छु, मतलब सिरियस मान्छेले मलाई सिरियसै लिँदैन क्या। तर अब आई वान्ट टु बी अ सिरियस म्यान, तर म त्यो क्यारेक्टरमा सिरियस म्यानको क्यारेक्टरमा कतिको सुट हुन्छ होइन। आई विल ट्राई। सो अब म चाहिँ के भन्छ म नुहाउन गइरहेको छु क्या। अब नुहाएर मेरो पुरै नराम्रो आदत चुरोट बाइकहरू म त्याग दिने विचारमा छु। कति दिनको लागि हुन्छ लेट्स सी होइन। अब यो चाहिँ मेरो फर्स्ट डे हो, फर्स्ट भिडियो हो। बाई बाई। भोलिदेखि डम्बल पनि उचाल्न सक्छु। सो दिस इज मी आफ्टर बाथिङ होइन। अनि त्यसपछि अब मैले चाहिँ एउटा निर्णय गरिसकेँ। सो अहिले चाहिँ म विदेशमा छु होइन। सो कपाल पाल्ने सोख थियो, अलिअलि पुरा हुँदैछ, यत्रो भयो अहिले। जस्ट यु सुड डु इट ब्रदर।